पूर्वी रुकुम आइटिएफ टेक्वान्डो डोजाङका खेलाडी मित्रहरू र हाम्रा गुरुहरू ब्ल्याक बेल्ट दिनै जाँदा दिएर पनि घर फर्कदा जग्गालाई जाने भएकोले हाम्रा सम्पूर्ण खेलाडी अथवा गुरुहरू मिलेर आज जल्दा जाने प्रोग्राम राखेको। त्यसैले हाम्रो सबै टिम जल्दा जाँदैछ। आज चाहिँ घुम्ने रमाइलो गर्ने भनेर चाहिँ आज कस्तो भइरहेछ? राम्रो भइरहेछ होइन? हाम्रो सुसिन्दा गुरु हाँस्नु न एकपछि के भन्नु? ए ल चाउ भइरहेछ। ल हाम्रो चङ्गी सोल्टीले के भइरहेछ? त्यो नराम्रो भइरहेछ। त्यो नराम्रो भइरहेछ। ल ठिक छ एकदम जल्दा गएर रमाइलो गर्नुपर्छ है सबै मिलेर। ल ल ल ल ल पछाडिको टोली छिटायो है, छुट्ला फेरि। ल के भयो अवस्था राम्रो छ? ल हाम्रो चन्द्र भाइले चाहिँ ब्यानरै बोकेको रहेछ। ल ल ल एकदम ठिक छ। ल ठिक छ ल साथीहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ हामी जल्दा जाँदै गरेको यो चाहिँ हाम्रो अद्भुत राम्रो दृश्य हो। तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ गोठको पहिला घर रहेछ तर गोठ बिग्रेको रहेछ। ल साथीहरू ल गुरु हजुरलाई कस्तो फिल भइरहेछ अहिले जल्दा घुम्न जाँदै गर्दा? एकदम यस्तो उमङ्ग एकदम खुसीको त सीमा नै छैन भनेपछि अब आफै बुझ्छ माइक र म जल्दा दिन्छु। हो र अनि के हो तिमीले के केटीबेरी ल्यायो खै? स्याउ टिपेर ल्याएको? स्याउ मिठो छ होइन यहाँको जल्दाको? ल हाम्रो टोलीले चाहिँ यहाँ स्याउको रुख रहेछ। कहाँ यहाँ स्याउको रुख रहेछ, स्याउ टिपेर पनि लिएर खाँदैछ है। हाम्रो गुरुले के गरिराख्नु भएको छ कस्तो हामीलाई पनि थाहा छैन। म हेर्दै जाँदैछु। के गर्दै हुनुहुन्छ गुरु? हो र ल ल गु अलि खेलाडी भएर अलि हानौँ न। ल ठिक छ फुट्यो ल हाम्रो किस्मत हाम्रो अर्जुन गुरुलाई कस्तो भइरहेछ जल्दा जाँदा पाउँदा? कस्तो महसुस भइरहेछ? फर्स्ट टाइम हो कि सेकेन्ड टाइम हो कि थर्ड टाइम हो हजुर आएको? फर्स्ट टाइम नै हो जल्दा आएको? लगभग हाम्रो पूर्वी रुकुम आइटिएफ टेक्वान्डो डोजाङका खेलाडी मित्र फर्स्ट टाइम नै हो कि नि जल्दा आएको? ल ठिक छ। म त 16 वर्ष उमेरमा त बड्डो थिएँ चन्नेर थिएँ तर अहिले बड्डो भएर मात्र म नि पहिला आएको थिएँ। तर यहाँको स्याउ मिठो रहेछ यार।